हेर्नु साथीहरू, यो हो क्यापाडोकिया। अनि तपाईँ देख्न सक्नुहुन्छ यो एउटा बेलुन बाँकी रहेछ, किनभने अहिले बिहानको 8:30 भयो, जहाँ कि बेलुनहरू बिहानको 7 बजे उठ्छन्। सर्लक्क भरिनी गरेर अहिले सर्लक्क खाली भइरहेको छ अवस्था चाहिँ। यो चाहिँ अहिले घाम छ, एकदमै वेदर एकदम ठिक छ, हल्का चिसो खासै त होइन। कुरो भन्दाखेरि चाहिँ यहाँ चाहिँ पहिला हामी यहाँ बस्दाखेरि सुरु गर्दाखेरि यो पुरै जङ्गल थियो होइन, पुरै जङ्गल थियो। मान्छेहरू यो भनेको 56 वर्ष अगाडितिरको कुरा हो है। अनि हामी आउँदाखेरि पुरै जङ्गल डाँडा काँडा पुरै काटेर के गरे, मरुभूमि नै बनाए। ल पहिला कस्तो थियो, ऊ बेलामा त जग्गा जति लिन मन लाग्यो हडप्न पाइन्थ्यो। हेर अहिले यस्तो छ भनेको मरुभूमि नै के हो।